भेरी गुड ल अब अर्को एकजना म आफै छु देख्नुभयो नि मेरो फोटो र म कालिदास पोखरेल म पनि यसै वडाको वडा सदस्य र मैले अघि पनि यहाँलाई जानकारी गराइसकेको छु म पनि पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्यमा निर्वाचित नगरसभाबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट नगरसभाले अनुमोदन गरिसकेपछि कानुनी व्यवस्था रहेको हुनाले पोखरा महानगरपालिकाको 14 नगरपालिकाले मलाई न्यायिक समितिको सदस्य पदमा निर्वाचित गरेको हुनाले म पनि पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य रहेको छु। यस वडाको वडा सदस्य रही पोखरा महानगरपालिकाको न्यायिक समितिमा पनि म रहेको कुरा यहाँलाई अवगत गराएँ र हाम्रो क्षेत्रबहादुर गुरुङ हुनुहुन्छ र अर्को वडा सदस्य हुनुहुन्छ क्षेत्रबहादुर गुरुङ ल हाम्रो हाम्रो यसै वडाको वडा सदस्य र कार्यवाहक अध्यक्ष पनि उहाँले हुनुहुन्छ है। अध्यक्ष नभएको बेलामा अध्यक्षको काम कारबाही गर्नको निम्ति अध्यक्षले तोकेर पठाएको व्यक्ति त्यसको कार्यवाहक अध्यक्ष हुनुहुन्छ। यो कानुनी व्यवस्था रहेको हुनाले हाम्रो कार्यवाहक अध्यक्ष आदरणीय क्षेत्रबहादुर गुरुङ पनि यसै वडाको वडा सदस्य रहेको कुरा मैले यहाँलाई अवगत गराएँ र अब अन्य कुराको बारेमा अघि नै तपाईँले हेरिसक्नु भएको छ। हाम्रो नागरिक बडापत्रमा 64 वटा काम कारबाहीहरू पोखरा महानगरपालिकाको वडा नम्बर 29 मात्र नभएर 33 वडाले गर्न पाउने यो चाहिँ कानुनी व्यवस्था हो। यी 64 वटा भन्दा बाहेकका पनि अन्य सिफारिस लगायतका अन्य कामहरू हामीले कानुनको दायराभित्र रहेर गर्न सक्ने कुरा यहाँलाई अवगत गराएँ र व्यक्तिगत भत्ता दर्ता अघि पनि सरकारले भनिसक्नु भएको छ। तपाईँहरूको जन्म अनि विवाह अनि जन्म नाता प्रमाणी मृत्यु सम्बन्ध विच्छेद यो भनेको व्यक्तिगत भत्ता दर्ता भन्छ यसलाई है। कुनै पनि व्यक्तिको भत्तासँग सम्बन्धित भएको हुनाले व्यक्तिगत भत्ता जन्मदेखि मृत्युसम्मको भत्ता भएको हुनाले व्यक्तिसँग जोडिएको हुनाले यसलाई व्यक्तिगत भत्ता दर्ता भन्छ। यी भत्ता दर्ताको बारेमा यो तपाईँलाई सरले जानकारी गराइसक्नु भएको छ र यी विभिन्न विषयहरूमा यहाँबाट काम कारबाही अगाडि बढ्छ र यो काम कारबाही गर्नका निम्ति आवश्यक कागजातको बारेमा पनि यहाँले अध्ययन गरिसक्नु भएको छ। कुन कार्य गर्नको लागि के कागजी प्रक्रिया चाहिन्छ, डकुमेन्टहरू के चाहिन्छ भनेर त्यहाँ प्रष्ट रूपमा लेखिएको छ। यहाँहरूलाई अझ लिखित रूपमा चाहियो भने पनि हामी तपाईँहरूलाई ग्रुप वाइज सबैलाई प्रत्येकलाई दिन नसके पनि हामी सरहरूको माध्यमबाट तपाईँहरूले यसको कपी पनि यहाँहरूमा हामी पुर्याउने बाचा गर्दछौँ र अन्य यहाँहरूलाई चाहिँ यो हाम्रा व्यक्तिगत भत्ता दर्तादेखि लिएर हाम्रो वडाको सेवा प्रवाहमा आउने अन्य केही कुराहरूको बारेमा जानकारी लिन यहाँलाई इच्छा छ भने हाम्रो यसै वडाको सूचना अधिकारी यहाँले ध्यान दिनुहोस् एकछिन। हाम्रो यो पोखरा महानगरपालिकाका विभिन्न विषयहरूमा यहाँलाई जानकारी दिनका निम्ति आजको दिन मात्र नभइकन भोलिका दिनमा पनि तपाईँ व्यक्तिगत तवरले अहिले तपाईँ संस्थागत तवरले विद्यालय मार्फत सरहरूलाई नै साथमा लिएर यहाँ आउनु भएको छ। भोलिका दिनमा तपाईँ व्यक्तिगत हिसाबले पनि यहाँको सूचना पाउने हक अधिकार यहाँलाई छ र यो वडाबाट पाउने सेवा सुविधा र अन्य वडाभित्रका विषयमा पनि यहाँलाई केही जानकारी लिन इच्छा छ भने पनि हाम्रो सूचना अधिकारी राजेन्द्र बजगाई सर उहाँ हुनुहुन्छ र अन्य कुराको बारेमा हाम्रो सूचना अधिकारी पनि उहाँ भएको हुनाले यहाँले अन्य विषयमा पनि हाम्रो सूचना अधिकारीसँग यहाँले जिज्ञासा राख्नुहुनेछ भन्ने कुरा धन्यवाद। ल सूचना अधिकारीले बाँकी कुरा एकछिन 2 मिनेट हुँदै मलाई सबैजना नमस्कार। सामाजिक नागरिक कुन सब्जेक्टबाट आउनुभयो अहिले स्थानीय सुन्न के छ भने अहिले राज्यको संरचनाले 3 तहको सरकार छ, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार होइन। स्थानीय सरकार भनेको स्थानीय स्तरमा आफ्ना सेवा सुविधाहरू सार्दैछ एउटाले फेरि यस्तो भाइरल छोड्दै छोड्नु एउटा महिला खुला सदस्य हुन्छ अनि अर्को फेरि पुरुष खुलामा महिला नै हुन सक्नुहुन्छ। महिला नै हुनु पर्छ तर उहाँ मात्रै अहिले पुरुष हुनुभयो फेरि अर्को महिला पनि हुनसक्छ है। यहाँ दलित महिला सदस्य भनेको छ भइसक्नु भयो 7 जनाको कुरा 5 जनाको समिति जोड्नु छ अनि
महानगरको नगर प्रमुख र उपप्रमुख 7 जना मात्र पर्ने नाम पनि दिन्छ नो एकछिनै नाम पनि दिन्छ भयो अब के सेरोन वडाबाट दिने सेवा सुविधाका विषयमा तपाईहरु जानकारी कति राम्रो आएको नागरिक वडापत्रमा के छ भने कुन सेवा दिन्छ त्यो सेवा लिनका लागि चाहिने आवश्यक कागज प्रमाणहरू अब बाटो हिँड्दा हिँड्दा मलाई चाहियो भनेर भने त्यो सेवा दिनका आधारहरू पनि यहाँ तोकिएको छ त्यो लेखिएको छ देख्नुभयो होइन त्यस्तै यस्तो अब व्यक्तिगत घटना भनेको त हजुरको जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाइसराई यी 5 वटा व्यक्ति पढ्नु होला किताबमा छ होइन पढिए पनि यही तपाईको किताबमा अब किताबमा नि कुरा नै यहाँ व्यवहारिक रूपमा तपाईँले चाहिँ कस्तो र तपाईँहरूले प्र्याक्टिकलका लागि आउनुभयो अब यहाँ आज मात्रै होइन यो भएपछि पनि भने हामी यहीँ हुन्छौँ शङ्का लाग्यो अरू कन्फ्युज भयो जानकारी लिन मन लाग्यो जिज्ञासा लिन मन लाग्यो भने हामी सधैँ सेवा दिनेछौँ हामी यहीँ नै हुनेछौँ भन्दै अब बाँकी कुरा सरहरूलाई सुनिँदै बिदा भयो तपाईँहरूलाई अघि पनि भनिसकियो व्यक्तिगत घटना दर्ता गर्दाखेरि आवश्यक कागज के चाहिन्छ भन्यो भने फाइनली लेखेर ल्याए ल यो सबै वास्तवमा भने बाबुको जन्म दर्ता गर्नु पर्यो भने के कागज चाहिन्छ यहाँको जानकारी छ कसैलाई छैन होइन अब तपाईँको जानकारी सबै वास्तवमा बाबुको जन्म दर्ता गर्नु पर्यो भने हस्पिटलबाट दिएको बर्थ सर्टिफिकेट हुन्छ नि बर्थ सर्टिफिकेट आवश्यक पर्यो र उहाँको बाबाको नागरिकता चाहियो उहाँको मम्मीको नागरिकता चाहियो र सबिन वास्तवलाई यही वडामा बसाइ सराई गरेर आएको बसाइ सराईको प्रमाणपत्र चाहियो बसाइ सराई गरेर आउनु भएको छैन भने उहाँको जन्म जहाँ भएको छ उहाँको बुवा मम्मीको नागरिकता जुन वडामा छ त्यसै वडामा गएर जन्म दर्ता गर्नुपर्ने हुन्छ बुझ्नुभयो सम्बन्धित वडामा जन्म दर्ता गर्नको निम्ति त्यो वडामा बसाइ सराई गरेको छ कि छैन बसाइ सराई गरेको कागज चाहियो र बुवाको नागरिकता चाहियो मम्मीको नागरिकता चाहियो र सबिन वास्तवलाको कुन ठाउँमा जन्म भएको छ त्यो सम्बन्धित हस्पिटलले दिएको बर्थ सर्टिफिकेट चाहियो बुझ्नुभयो बुझ्यो र अब एकदम रमाइलो कुरा अब सबिन वास्तवला ठुलो हुनुभयो 18 वर्ष पुग्नुहोस् इमेजिन गर्नुहोस् यहाँले र उहाँको अब नागरिकता निकाल्नु पर्यो उहाँको नागरिकता निकाल्नु पर्यो भने के चाहियो तपाईँ जनप्रकाश स्कुलमा सबिन वास्तवलाले एसएलसी पास गरेको हो र अब +2 गर्नको लागि उहाँलाई नागरिकता चाहियो भन्यो भने स्कुलको सर्टिफिकेट चाहियो बुवाको नागरिकता चाहियो मम्मीको नागरिकता चाहियो र सबिन वास्तवलाले पहिला जुन जन्म दर्ता अघि गराइयो नि हो त्यो जन्म दर्ताको कार्य भएपछि सबिन वास्तवलाको के भयो नागरिकता बन्यो उदाहरण दिँदैछु है सबिन वास्तवलाको भोलिसम्मको कथा भन्दैछु है मैले र सबिन वास्तवला अब के गर्नुभयो नेपालको नागरिक हुनुभयो 18 वर्ष पुरा पुग्नुभयो उहाँले नागरिकता लिनुभयो सुन्नुहोस् है रोमान्टिक छ कुरा सबिन वास्तवला कति वर्ष पुग्नुभयो 25 वर्ष पुग्नुभयो सुन्नुहोस् है यो तपाईँ हामी सबैलाई चाहिने कुरा हो सबिन वास्तवला 25 वर्ष पुग्नुभयो उहाँले पढाइ पुरा गर्नुभयो उहाँले डिग्री पास गर्नुभयो कुनै सरकारी अफिसमा काम गर्नुभयो अब सबिन वास्तवलाको के हुन्छ विवाह हुन्छ है सबिन वास्तवलाको विवाह भएपछि कुनै एकजना लेडीसँग उहाँको विवाह हुन्छ र उहाँको विवाह हुँदाखेरि अब विवाह दर्ता गर्नु पर्यो भने के चाहियो सबिन वास्तवलाको नागरिकता चाहियो सबिन वास्तवलाको बुवाको मम्मीको दुईटाको नागरिकता चाहियो र सबिन वास्तवलाले जो नारीसँग विवाह गर्नुहुन्छ उहाँको मम्मीको र उहाँको बुवाको नागरिकता चाहियो त्यसपछि उहाँको विवाह दर्ता विवाह गर्दाखेरिको फोटो लिएर आएपछि सबिन वास्तवलाको विवाह दर्ता भयो ल सबिन वास्तवला जन्मिने हुन् त विवाह हुनसँगको घटना मैले यहाँलाई सुनाएँ अनि छोरछोरी पाइसकेपछि गरिन्छ सबिन वास्तवलाले छोरछोरी पाउनुभयो फेरि जन्म दर्ता गर्नु पर्यो अहिले सबिनको जसरी जन्म दर्ता गराइयो त्यसरी नै छोराको जन्म दर्ता हुन्छ ल भयो यो एकदम ताली 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 गरौँ ताली बजाऊ अन्य कुरा केही छ तपाईँहरूलाई केही छ कसैलाई